आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ नेपाली चलचित्र क्षेत्रका सबैभन्दा बढी विवादित नायकहरूको बारेमा र भिडियोलाई कति पनि ढिला नगरेर सुरु गरौँ है त। पौल शाह नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक। सन् 2016मा रिलिज भएको चलचित्र नाइ नबोल्न 4बाट उनले आफ्नो अभिनय यात्राको शुभारम्भ गरेका थिए भने दर्शकमा म यस्तो गीत गाउँछु, शत्रु गते जस्ता सफल चलचित्र समेत दिन सफल भएका थिए। यसैबीच 2078 साल फागुन महिनामा एक नाबालिग गायिकाले पौल शाह विरुद्ध जबरजस्ती र शोषण गरेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दर्ता गर्छिन्, जुन कुराले नेपाली चलचित्र क्षेत्र र नेपाली समाजमा हलचल नै मचाइदिएको थियो। त्यसपछि 2079 सालमा जिल्ला अदालत तनहुँले पौल शाहलाई दोषी करार गर्दै सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसलापछि उक्त मुद्दा पुनरावेदनको लागि उच्च अदालत पोखरामा जान्छ र पौल शाहको सजाय पनि घटाइन्छ र उच्च अदालतको फैसलाको केही समय पछाडि पीडित बालिकाले आफ्नो केस फिर्ता गर्छिन् र पौल शाह आफ्नो फिल्मी जीवनमा फेरि फर्किन सफल हुन्छन्। नम्बर 2 भुवन केसी। सन् 1983 मा रिलिज भएको नेपाली चलचित्र जुनीबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक भुवन केसी पनि समय समयमा विवादमा आइराख्नु भएको हुन्छ। उहाँ मुख्यतः व्यक्तिगत जीवनका कारण विवादमा आइराख्नु भएको हुन्छ, कहिले छोरासँगको सम्बन्धलाई लिएर होस् या पूर्वपतिसँगको सम्बन्धलाई लिएर होस्। विक्रमसम्म 2078 सालमा चलचित्र विकास बोर्डमा उनको नियुक्तिलाई लिएर पनि ठूलो विवाद भएको थियो र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले हरासमेन्टको केसमा अदालतमा भुवन केसी विरुद्ध मुद्दा दर्ता गराएकी थिइन्। नम्बर 3 महानायक राजेश हमाल। सन् 1988 मा रिलिज भएको चलचित्र युगदेखि युगसम्मबाट आफ्नो चलचित्र यात्राको शुभारम्भ गर्नुभएका राजेश हमाल पनि विवादबाट टाढा रहन सक्नु भएको छैन। उहाँलाई मुख्यतः महानायक भएकै कारण विवादमा ल्याइरहेको हुन्छ र राजनीतिक विषयवस्तुका कारण पनि विवादमा आइराख्नु भएको हुन्छ। नम्बर 4 मेगास्टार अनमोल केसी। सन् 2013 मा रिलिज भएको चलचित्र होस्टेलबाट आफ्नो चलचित्र यात्राको शुभारम्भ गर्नुभएको अनमोल केसी पनि मुख्यतः आफ्नो व्यक्तिगत जीवनका कारण विवादमा आइराख्नु भएको हुन्छ र एकचोटि फ्रड केसमा हिरासत समेत पुगिसक्नु भएको छ। नम्बर 5 जयकिशन बस्नेत। विक्रमसम्म 2058 मा रिलिज भएको नेपाली चलचित्र मनबाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएका नेपाली चलचित्र क्षेत्रका चर्चित नायक जयकिशन बस्नेत सधैँजसो विवादमा आइराख्ने नायकमा पर्नुहुन्छ। उहाँ मुख्यतः आफ्नो उग्र अभिव्यक्तिका कारण विवादमा आइराख्नु भएको हुन्छ भने कहिलेकाहीँ सहकर्मी कलाकारसँगको सम्बन्धलाई लिएर पनि विवादमा आइराख्नु भएको हुन्छ। ओके, आजलाई भिडियो यति नै। हजुरलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया आफ्नो सल्लाह सुझाव दिन नबिर्सिनु होला। भिडियो मन परेको छ भने लाइक गरिदिनुहोस्, च्यानल सब्स्क्राइब गरिदिनुहोस् र आफ्नो साथीमा सेयर पनि गरिदिनुहोस् ल।